लास्ट टाइम चाहिँ हामीले कार्टेसियन सब टेन्जेन्ट सब नर्मल इन लेन्थ अफ टेन्जेन्ट नर्मल गरेका थियौँ। आज चाहिँ नयाँ टपिक है। यो टपिक चाहिँ यसको एप्लिकेसन डिफरेन्सियल क्यालकुलसमा नै त छैन। हामीले यसको एप्लिकेसन चाहिँ इन्टिग्रल क्यालकुलसमा पढ्छौँ। जस्तै डेरिभेटिभ अफ आर्क लेन्थ कस्तो कस्तो लाग्यो डेरिभेटिभ अलि चाहिँ नबुझिदिनु भएछ कि यो चाहिँ यस्तो गरौँ अलि कालोले लेखाउनु यो चाहिँ यही भन्ने हो डेरिभेटिभ के भयो पेनलाई डेरिभेटिभ of arc length in Cartesian form यसको एप्लिकेसन यहाँ नै चाहिँ छैन। हामीले चाहिँ रेक्टिफिकेसनमा चाहिँ यसको एप्लिकेसन छ हैन। हामीले यही फर्मुला प्रयोग गरेर चाहिँ रेक्टिफिकेसनमा चाहिँ आर्क लेन्थ पत्ता लगाउँछौँ। र के हो भने ल मानव मसँग एउटा कुनै फंक्सनको कर्व छ। यो मेरो y एक्सिस हो, यो मेरो x एक्सिस हो है, यो मेरो x एक्सिस हो, यो मेरो ओरिजिन हो, पोइन्ट अफ इन्टरसेक्सन इज अलवेज ओरिजिन, यो मेरो y एक्सिस हो के। मानौँ यहाँ कुनै एउटा फंक्सनको कर्व छ। कस्तो फंक्सनको कर्व छ नि y इक्वल टु f अफ x भन्ने कुनै एउटा फंक्सनको कर्व y इक्वल टु f अफ x भन्ने कुनै एउटा फंक्सनको कर्व छ। यो फंक्सनको कर्वमा हैन यो फंक्सनको कर्वमा के छ भने a भन्ने एउटा कुनै पोइन्ट छ। a भने चाहिँ कुनै फिक्स्ड पोइन्ट a छ। यसमा चाहिँ दुईटा नेबरिङ पोइन्ट छन् p रातो गराउनु देखिन ल दुईटा नेबरिङ पोइन्ट छन्। एउटा चाहिँ p भयो p जसको कोअर्डिनेट x, y छ र यसको अर्को कोअर्डिनेट कति छ q छ जसको कोअर्डिनेट कति छ x प्लस डेल्टा x छ, यहाँ y प्लस डेल्टा y छ। यो दुईटा चाहिँ नेबरिङ पोइन्ट छन् ओके है। ल लेखौँ न त है। लेट ab द फिक्स्ड पोइन्ट अन द कर्व, लेट ab the fixed point on the curve curve represented by function y equal to f of x एउटा कुनै फंक्सन y equal to f of x ले रिप्रेजेन्ट गरेको कर्वमा चाहिँ a भनेको चाहिँ फिक्स पोइन्ट हो। लेट p x y n q x प्लस डेल्टा x y प्लस डेल्टा यो p x y भयो, q भनेको चाहिँ x प्लस डेल्टा x र y प्लस डेल्टा y भनेको चाहिँ दुईटा नेबरिङ पोइन्ट हुन्। लेट हैन यो ए लेखौँ पहिला। लेट म चाहिँ यो नलेख्ने प्लानमा थिएँ हैन, किनभने यो चाहिँ आफै हेरेर लेख्दा नि हुन्छ। लेट यसमा लेखौँ p x y n q भने चाहिँ कति p x y n q x प्लस यसको कोअर्डिनेट x प्लस डेल्टा x y प्लस डेल्टा y बी नेबरिङ पोइन्ट बी एनी टू जुनसुकै हुन पाए है नेबरिङ पोइन्ट i g s b u r i n g पोइन्ट अन द कर्व p o i n t अन द कर्व so that सरी pq को चाहिँ सरी ap को आर्क लेन्थ भने चाहिँ s छ। aq को चाहिँ आर्क लेन्थ भनेको चाहिँ यो हेर्यो a देखि p सम्मको दूरी भने चाहिँ s छ। a देखि q सम्मको दूरी चाहिँ s प्लस डेल्टा s छ, s प्लस डेल्टा s छ। सो pq को चाहिँ आर्क लेन्थ भने चाहिँ कति हुन्छ डेल्टा s हुन्छ। ओके यति चाहिँ सम्झिनु। अब के गरौँ भने हेर योलाई एउटा लाइन सेगमेन्टले जोडौँ है त। हेर यसलाई चाहिँ एउटा यो हरियोले काटौँ ल, यो हरियोले नि काटौँ। यो के भएछ मेरो ल्यापटपले म अचम्म पर्दा चाहिँ यो लाइन सेगमेन्टले जोडौँ है त। हेर यो ए यो p र q लाई चाहिँ लाइन सेगमेन्टले जोडौँ हैन। एउटा लाइन सेगमेन्टै यो चाहिँ पर्फेक्ट नहोला है, पर्फेक्ट नहोला त्यसको लागि म माफी नै माग्छु। एउटा लाइन सेगमेन्ट जोडौँ चाहिँ लगभग टेस्ट टु पर्फेक्ट ओके। यसलाई चाहिँ एउटा लाइन सेगमेन्टले जोडौँ। मानौँ यो लाइन सेगमेन्टले चाहिँ x एक्सिससँग साइ एंगल बनाछ। हेर p भन्ने पोइन्टबाट नि x एक्सिसमा परपेन्डिकुलर तानौँ। कुनै एउटा m भन्ने पोइन्टमा आएर छोयो होला। यो q बाट नि कति तानौँ। अब यहाँ कुनै परपेन्डिकुलर तानौँ। यो 90 भयो, यो 90 भयो, n भन्ने कुनै पोइन्टमा आएर हेर p बाट कता गयो यो p बाट यो qn मा नि परपेन्डिकुलर तानौँ के। यो p बाट चाहिँ के गरौँ भने यो p बाट qn मा नि यो p बाट qn मा नि परपेन्डिकुलर तानौँ।
यहाँ p बाट चाहिँ q1 मा चाहिँ कति जानु परपेन्डिकुलर जानु यसलाई चाहिँ कति नाम दिउँ r दिउँ ओके है r दिउँ भने जस्तै यहाँ चाहिँ हाम्रो सिचुएसन चाहिँ कस्तो छ भने मैले यतापट्टि यो हेरेँ यसलाई थोरै अलि जुम गरेर बनाउँछु यतापट्टि मेरो यहाँ चाहिँ सिचुएसन कस्तो छ भने जस्तै यहाँ यस्तो कर्भ छ हैन यो स्ट्रेट लाइनको चाहिँ यस्तो छ स्ट्रेट लाइन चाहिँ यसरी तानेर मैले एक्स एक्सिसमा जोडेको छु अनि यो चाहिँ 90 डिग्री परपेन्डिकुलर बनाएको छ अब यो चाहिँ 90 डिग्री यसरी परपेन्डिकुलर बनाएको छ यो पर्फेक्ट नभए पनि यो लगभग 90 डिग्री यसरी परपेन्डिकुलर यो अलि यतापट्टि जानु यो चाहिँ 90 डिग्री यसरी परपेन्डिकुलर बनाएको छ यतापट्टिको हैन यो मेटाम हैन यो मात्र बुझाउने खोजे यहाँ थिम p चाहिँ यहाँ थिम q छ ओके when q टेन्ड्स टु p हुँदा when q चाहिँ टेन्ड्स टु p हुँदा के हुन्छ यो त p यो अब यहाँ o देखि m सम्मको दूरी भनेको कति o देखि m सम्मको दूरी चाहिँ कति x कोअर्डिनेट हैन नि x हो अनि त्यहाँ यो o देखि m सम्मको दूरी कति हो यो भने चाहिँ x प्लस डेल्टा x हो भने यहाँदेखि यहाँसम्म किनभने यो q को x कोअर्डिनेट त कति छ x प्लस डेल्टा x भनेपछि m1 को दूरी त कति डेल्टा x हुने भएन यहाँदेखि यहाँसम्मको दूरी त अभियसली डेल्टा x हुनु पर्यो नि त त्यसरी चाहिँ यहाँदेखि यहाँसम्मको दूरी कति हुनु पर्यो डेल्टा y हुनु पर्यो यहाँदेखि यहाँसम्मको दूरी चाहिँ डेल्टा y हुनु पर्यो म यसमा जान खोजेन q चाहिँ टेन्ड्स टु p हुँदा यहाँ एउटा के छ स्ट्रेट लाइन छ जुन चाहिँ कर्ड हो कर्ड pq हो र यहाँ यसरी घुमेको भाग छ यो चाहिँ आर्क pq हैन सो यो चाहिँ के हो यो चाहिँ कर्ड pq हो यो कर्ड हो सरी कर्ड pq CR कर्ड pq हो यो भने के हो आर्क pq हेड यो भने चाहिँ के हो आर्क pq CPQ हो q टेन्ड्स टु p मा जाँदा when q टेन्ड्स टु p मा जाँदा के हुन्छ ल q चाहिँ p मा जाँदा त q चाहिँ यही बाटो p को एकदमै नजिक आयो भने त डेल्टा x को लम्बाइ त डेल्टा x त यो हो यो हैन डेल्टा x त यति हो q टेस्ट यहाँथीमा आउँदा डेल्टा x को भ्यालु घट्यो यहाँथीमा आउँदा डेल्टा x को भ्यालु घट्यो यहाँथीमा आउँदा डेल्टा x को भ्यालु बढ्यो q टेस्ट टु p हुँदा त हेर्यो डेल्टा x टेन्ड्स टु 0 हुने भयो नि त हैन त डेल्टा x टेन्ड्स टु 0 हुने भयो अनि अर्को के हुने भयो भने q टेन्ड्स टु p भनेको कर्ड pq र आर्क pq उही हुने भयो त एउटै पोइन्ट जस्तो हुने भयो त्यही भएर q टेन्ड्स टु p हुँदा चाहिँ के हुन्छ अथवा लिमिट यसरी लेख्दा नि भयो लिमिट लाउने हामीले चाहिँ q टेन्ड्स टु p हुँदा चाहिँ कर्ड pq CR pq कर्ड pq र आर्क pq भनेको चाहिँ उस्तै पोइन्ट हुन जान्छन् त्यही भएर 1 हुन्छ यसको भ्यालु है यो त राइट एंगल ट्रायंगल हो यसमा त कुनै शंका छैन हेर यो त राइट एंगल ट्रायंगल हो है जस्तै यो त राइट एंगल ट्रायंगल हो म चाहिँ यहाँ गोलै लगाइदिएँ यो त राइट एंगल ट्रायंगल हो राइट एंगल ट्रायंगलमा पाइथागोरस थ्योरम चाहिँ लाउनु पाइन्छ है इन राइट एंगल ट्रायंगल PQR मा चाहिँ के भयो भने इन राइट एंगल ट्रायंगल इन राइट एंगल ट्रायंगल TRIANGLE PQR मा के छ भन्दा अब PQR मा चाहिँ PQR मा हेर्यो भने चाहिँ राइट एंगल ट्रायंगल त यो हाइपोटेनियस है यो कर्ड यो आर्क चाहिँ हाइपोटेनियस हैन नि फेरि यहाँ सिचुएसन यस्तो छ यो आर्क छ यो कर्ड छ हाइपोटेनियस भनेको कर्ड हो आर्क हैन यसमा नझुक्ने है कर्ड PQ को होल स्क्वायर भने चाहिँ कर्ड CR कर्ड PQ को चाहिँ होल स्क्वायर भने चाहिँ कति हुन्छ भने यो हाइपोटेनियस को स्क्वायर भने चाहिँ यो चाहिँ बेस र परपेन्डिकुलर चाहिँ डेल्टा x को स्क्वायर प्लस डेल्टा y को चाहिँ होल स्क्वायर हुने भयो अब डेल्टा x को चाहिँ होल स्क्वायर प्लस डेल्टा y को चाहिँ होल स्क्वायर भयो डिवाइडिङ बाइ डेल्टा x स्क्वायर वी गेट डेल्टा x स्क्वायरले डिवाइड गर्दा के हुन्छ CR PQ का मुनि डेल्टा x स्क्वायरले डिवाइड गर्यो डेल्टा x लेखेर यसरी स्क्वायर चाहिँ लेख्न पाइयो स्क्वायर लेख्न पाइयो और यो भने चाहिँ के सँग डेल्टा x को स्क्वायर का मुनि डेल्टा x को स्क्वायर भने चाहिँ 1 भयो डेल्टा y का मुनि डेल्टा x भनेको चाहिँ डेल्टा y का मुनि डेल्टा x चाहिँ होल स्क्वायर भयो ओके समझ्दा के कन्फ्युजन छैन होला हो अब के गरौँ भने चेन रुल लगाउँ यो थोरै चेन रुल लगाउँ त्यहाँ दिम और OR यो मैले भनिसकेको छु कपी नै भयो हुन त कपीको सेपमा नै लान मिल्छ तर मलाई यस्तैमा लेख्न मजा आउँछ यो चाहिँ यता उता भएको छ मिलाएर चाहिँ लेख्ने कपीको एउटै लाइनमा हैन इन्डेन्ट लेफ्ट इन्डेन्ट हुने गरी है कर्ड PQ CR PQ का मुनि डेल्टा s इन्टु डेल्टा s का मुनि डेल्टा x को चाहिँ होल स्क्वायर भन्नाले के हुन्छ होल स्क्वायर भनेको के हुन्छ 1 प्लस यो भन्छ डेल्टा y का मुनि डेल्टा x को चाहिँ होल स्क्वायर हुन्छ ओके अब चाहिँ के गरौँ भने हामीले लिमिट का 4-5 वटा रुल चाहिँ पढ्या हो के लिमिट का रुल थियो भने तर लिमिट
x टेन्स टु c f of x प्लस g of x भनेको चाहिँ के हुन्छ भन्दा लिमिट x टेन्स टु c f of x यहाँ प्लस माइनस नि काम गर्छ है प्लस माइनस लिमिट x टेन्स टु c g of x यो चाहिँ प्रुभ नि गर्नुपर्छ अहिले त पर्दैन अब लिमिट अनि अर्को कुरा लिमिट x टेन्स टु c f of x इन्टु g of x भन्नाले के छ भन्दा लिमिट यताबाट लेखेँ लिमिट x टेन्स टु c f of x इन्टु लिमिट x टेन्स टु c g of x यो नि त छ नि त त्यही भएर लिमिट लगाउँदा लिमिट q टेन्स टु p लगाउँदा के हुन्छ लिमिट q टेन्स टु p हुँदा चाहिँ व्हेन q टेन्स टु p हुँदा चाहिँ के हुन्छ कल pq का मुनि rpq चाहिँ हुन्छ है व्हेन q टेन्स टु p हुँदा चाहिँ के हुन्छ कल pq का मुनि rpq चाहिँ 1 हुन्छ भनेपछि अब लिमिट q टेन्स टु सिधै लिमिट लगाइदिनु नि त एप्लाइङ लिमिट अनि यसलाई इक्वेसन 1 मानेर सिधै लिमिट लगाइदिनु पाइयो है एप्लाइङ लिमिट यो चाहिँ काट्दिउँ है एप्लाइङ लिमिट अनि इक्वेसन 1 लेखौँ है त यसरी नि लेख्न पाइयो LING लिमिट IMIT लिमिट अन इक्वेसन 1 मा चाहिँ लिमिट लगाउँदा WGET लिमिट q टेन्स टु p चाहिँ कल pq सुयाचुआरडी pq का मुनि rpq rcpq pq भनेको चाहिँ डेल्टा s हो हैन इन्टु डेल्टा s का मुनि डेल्टा x को चाहिँ होल स्क्वायर भन्नाले कति छ अब लिमिट यो चाहिँ के मा चेन्ज भयो यतापट्टिको अब यतापट्टि लगाउँदा चाहिँ डेल्टा y का मुनि डेल्टा x भनेको चाहिँ dy का मुनि dx को चाहिँ होल स्क्वायर मा चेन्ज भयो है किन म भन्छु लिमिट मानम डेल्टा x टेन्स टु 0 डेल्टा y का मुनि डेल्टा x भने चाहिँ dy का मुनि dx हुन्छ यो चाहिँ ज्योमेट्रिकल मिनिङमा भन्नुपर्ने कुरा हो के म नबोली बस्थे त्यो बेलामा यो चाहिँ हुन्छ है यो चाहिँ ज्योमेट्रिकल मिनिङमा हेर्न नि सकिन्छ किन हुन्छ भनेर यो चाहिँ भेरिफाई गर्न नि सकिन्छ लिमिट डेल्टा x टेन्स टु 0 डेल्टा y का मुनि डेल्टा x भनेको चाहिँ dy का मुनि dx हुन्छ भनेपछि यसमा चाहिँ लिमिट अब स्क्वायर भित्र यो लिमिट घुसाउन नि पाइन्छ स्क्वायर रुट भित्र चाहिँ यो स्क्वायर भित्र यो लिमिट घुसाएर हेर रुल लगाउँदा लेफ्ट ह्यान्ड साइडको त 1 भयो कल pq बर rpq भने चाहिँ 1 भयो डेल्टा s का मुनि डेल्टा x भने केसँग बराबर हो d डेल्टा s का मुनि डेल्टा x को होल स्क्वायर सँग बराबर और डेल्टा s का मुनि डेल्टा x को चाहिँ होल स्क्वायर भन्ना सरी यो चाहिँ केसँग बराबर हो dy का मुनि सरी ds का मुनि dx को चाहिँ होल स्क्वायर भने चाहिँ केसँग बराबर हो 1 प्लस dy का मुनि dx को चाहिँ होल स्क्वायर भयो therefore ds का मुनि dx भने चाहिँ स्क्वायर रुट अफ 1 प्लस dy का मुनि dx है यो चाहिँ सम्झिने अनि यसलाई इक्वेसन 2 मानौँ ओके है यसलाई चाहिँ इक्वेसन 2 मानौँ अनि त्यहाँ ल अल्सो ds का मुनि ds का मुनि dy भन्नाले केसँग बराबर हुन्छ dy भनेको चाहिँ ds का मुनि dx इन्टु dx का मुनि dy सँग नि बराबर हुन्छ नि त हो अब ds का मुनि dx भन्नाले के छ यो भने चाहिँ स्क्वायर रुट अफ 1 प्लस dy का मुनि dx को चाहिँ होल स्क्वायर भयो इन्टु dx का मुनि dy भन्नाले स्क्वायर रुट अफ dx का मुनि dy को चाहिँ होल स्क्वायर भयो है हैन र ल इक्वल टु यो भने चाहिँ अब स्क्वायर रुट अफ a इन्टु स्क्वायर रुट अफ b भने चाहिँ स्क्वायर रुट अफ ab हो नि त है अब यतापट्टि एउटै रुटमा लाँदा यतापट्टि के हुन्छ भने dy का मुनि dx को होल स्क्वायर इन्टु dx का मुनि dy को होल स्क्वायर भने चाहिँ dy का मुनि dx को -2 हो अनि इन्डिसेसको रुल लगाउँदा यतापट्टि 1 आयो 1 प्लस अब यो भने चाहिँ कति dx का मुनि dy को चाहिँ होल स्क्वायर यतापट्टि ds का मुनि dy म एकचोटि फेरि फर्मुला लेखेँ यो चाहिँ यही त एप्लिकेसन छैन है तर यो यसको एप्लिकेसन चाहिँ रेक्टिफिकेसनमा छ भनेर मैले भनिरहेको छु कसरी भन्दा है यो फर्मुला म फेरि एकचोटि यो 2 भयो यसलाई 3 मानौँ 2 लाई मात्र हेरौँ है 2 मा चाहिँ के छ भने ds का मुनि dx भन्नाले चाहिँ स्क्वायर रुट अफ 1 प्लस dy का मुनि dx को चाहिँ होल स्क्वायर हो यति हो नि त हैन अब मानौँ मलाई y f of x भन्ने कुनै एउटा कर्व दिया छ ओके
यसको सर्टेन पोइन्ट ए देखि बी सम्म चाहिँ आर्क लेन्थ कति छ भनेर पत्ता लगाउनु भनेको छ है। y इक्वल टु एफ अफ एक्स भन्ने कुनै एउटा पोइन्ट दिएको छ र सर्टेन पोइन्ट ए देखि बी को बिचमा चाहिँ आर्क लेन्थ कसरी पत्ता लगाउने भन्ने छ। डिएस भने त आर्क लेन्थ हो नि त हैन, डिएस भने त आर्क लेन्थ हो। यो भने त केसँग नि बराबर हुन्छ 1 प्लस dy का मुनि dx को चाहिँ होल स्क्वायर सँग नि बराबर हुन्छ इन्टु dx भयो हो। और अब यसलाई इन्टिग्रेट गर्ने हो भने ds को इन्टिग्रेसन s हो नि त। s चाहिँ ए देखि बी सँग इन्टिग्रेट गर्ने हो स्क्वायर रुट अफ 1 प्लस dy का मुनि dx को चाहिँ होल स्क्वायर टाइम्स dx गर्ने हो भने त यसले त आर्क लेन्थ पत्ता दिन त नि बिट्विन पोइन्ट ए एन्ड बी है। त्यही भएर यसको एप्लिकेसन चाहिँ रेक्टिफिकेसन छ। यो चाहिँ हामीले रेक्टिफिकेसन गर्नुपर्छ। TIFICATI हो यहाँ रेक्टिफिकेसन भनेर लेख्ने हो कि यसको एप्लिकेसन चाहिँ रेक्टिफिकेसन छ। पोलर कर्भको लागि नि हामीले यहाँ डिराइभ चाहिँ गर्नुपर्छ। ल आजको लागि यति नै गरौँ। ल थ्याङ्क यू भेरी भेरी मच।